छालाको जिन्दगी भुत्लाको बेपा। सुनाम के भन्न चाहनुहुन्छ भन्नु त? हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। सबैलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ देख्न सक्नुहुन्छ मेरो पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ धान रोपिरहेको छ अहिले होइन। त्यो धान रोपिरहेको अहिले चाहिँ यता हाम्रो यो चाहिँ हाम्रो बारतिर हो। अनि चाहिँ थुलमामीहरू बारतिर उता पनि बारी छ, उता पनि रोपिन्छ होइन। अहिले चाहिँ आन्टीहरू रोप्दै हुनुहुन्छ, मम्मी आन्टीहरू रोप्दै हुनुहुन्छ, मम्मीहरू रोप्दै हुन्छ। अनि म चाहिँ यहाँ एकछिन बस्न आएको, यस्तो हल्का लाग्यो घरमा बसेर पनि भोलाग बनाउन आएको। के कसो छ भने देखाउन आएको। यो चाहिँ मेरो छिमेकी भाइ होइन, केही भन्दैन यहाँ। अहिले धेरै लाग्दो केटी भन्दा पनि आकार छ, नाकको पाले क्या लु मरेको त। अबे साले। अनि आइज ल आइज डुल्न जाने आइज। यस्तो घाम छ त्यो पनि म यस्तो भ्लगिङ गरिरहेको छु। यहाँ ठुलमम्मीको इन्टरभ्यू लिनु पऱ्यो अब। ए ठुलमम्मी केही भनिदिनु त। के भन्नु? भन्नु न भन्नु। मर्न लागेको बेलामा घामले पोलेको बेलामा त्यसै मिठो हुँदो रहेछ। तँलाई चामलको बाफ लिन, भातको बाफ लिन। हेर त, ए हरियो निलो कालो भएर मरि कुची गरी धान रोप्नु पर्छ। अरे काला सिरी लिएर आएको भयो हुनु, पिचिरी लिएर आएको छ। कहाँ पाउनु सुख? दुःख गर्नु परेको छ यहाँ। कसैलाई सुखै सुख छ, कसैलाई दुःखै दुःख छ। छालाको जिन्दगी भुत्लाको बेपा। काम छैन। हो अरू पनि भन्नु। अरू त के भन्नु? असार आज चार गयो, रोपाइ सुरु भयो। के गर्नु? बिगा नपुग्ने, ताले नभ्याउने। कुन होइन हाम्रो इन्टरभ्यू लिएर चाहिँ अब यसै आफ्नै मम्मीहरूको इन्टरभ्यू लिन जान्छु म चाहिँ। टाढो बेचिरहेको तर म त्यहाँ जान्छु। कहीँ जानु पर्ला हजुर। यो पनि बारी नै हो। मेरो फरारी सुतिरहेको छ अहिले। यस्तो हिलो छ, त्यो पनि म हिँडिरहेको छु गाइस। उइमा लम गयो त यस्तो हुनुभन्दा बरु खाली खुट्टै हिँडेको राम्रो गाइस। गर्मी छ यस्तो, अलि शीतल भयो। अनि सबै यतातिर चाहिँ धान रोपिसकेको छ। अनि उतातिर चाहिँ हाम्रो बाँकी नै छ होइन। अब फेरि अब यता बिस्तार रोपिन्छ, यतातिर पनि बाँकी छ, यतातिर पनि बाँकी छ सबै। अनि म चाहिँ मौरी ट्र्याक्टरमा जानु पर्यो। म खतरा मजा आउँछ। खै हरिदिनु त हल्का। सुनाम के भन्न चाहनुहुन्छ भन्नु त? म चाहिँ ट्र्याक्टरमा चढ्छु, मलाई त्यो झट्टै झ्याउ लागिसक्यो। हाम्रो चाहिँ पानी यसरी आउँछ, माथि कुलो खोलेपछि पानी यसरी आउँछ। अनि बारीमा पठाइदिन्छ। पठाएपछि उता बारीमा पठ्यो। अनि पराएपछि यो ट्र्याक्टरले चाहिँ जोत्ने काम गर्छ। यस्तो ढुट्टो पार्छ। यहाँ चाहिँ यसरी धान रोप्नुभन्दा अगाडि चाहिँ हामीले दबाई हाल्नुपर्छ। के अरे धानमा रोप्दाखेरि पछि उम्रिँदाखेरि चाहिँ यसलाई झार्न पलाओस् भनेर हालिन्छ। यस्तो छ।
दबाई कडा हुन्छ यस्तो यस्तो छ कडा। अहिले धान रोप्ने बेलामा चाहिँ फैलिन्छ यसरी आफै। म चाहिँ ट्र्याक्टर चलाउनु जानु पऱ्यो। म यो लास्टै यो पानी फेरि यस्तो चिसो छ नि गाइस। अब यसले खाइरहेछ। पक्कै बुढाबुढी हुनुपर्छ है यो त। पछाडि के अङ्कलले चाहिँ नरोकाउने रे। अनि म चाहिँ सर्लाक्क चल्दै गएको यतातिर तलतिर। अब कसैको इन्टरभ्यू लिनु पऱ्यो। मलाई झ्याउ लागिसक्यो त्यस लागि। अगाडि चाहिँ धानको बिजन उखाल्दैछ म मेरो बाबा। अनि उहाँ चाहिँ कसरी धान रोप्छ के गरी सब देखाउँछु म आज। फुल भिडियो अन्तिमसम्म हेरिदिनु होला सबैले। ल यहाँ चाहिँ यस्तो धान छ। धानको बिचन चाहिँ यस्तरी उखाल्नुपर्छ। उखालिसकेपछि यस्तो मुठो पार्ने यसलाई। मुठो पारेर धान उखाल्दा फेरि यसलाई मुठो पार्ने। मुठो पारेर अनि यसलाई फेरि यस्तरी लगेर अनि छाँ एक कुन्टा दुईटा गरेर रोपिन्छ यसलाई चाहिँ होइन। दबाई चाहिँ यो दबाई चाहिँ छिट्नुपर्छ। पहिला रोप्नुभन्दा अगाडि चाहिँ कुना कुनामा चाहिँ दबाई छिट्नुपर्छ। नत्र भए त हुँदैन। फेरि पछि झारपाला अब चाहिँ उठाउन पनि गाह्रो हुन्छ आफूलाई। यस्तो यस्तो ह्यान्डसम भयो। यता हेर्दा यता हेर्न हो खतरा। ए हाम्रो अङ्कलले धान उखाल्दै हुनुहुन्छ। अब अङ्कलसँग इन्टरभ्यू लिन्छु अब म। के छ अङ्कल हालखबर? अनि काम कस्तो चल्दैछ नि भन्नु न। छैन हजुर बस्ने। हजुर त्यति बिउ मात्रै छ? अरू पनि छ। किसान पनि हाम्रो यहाँ अन्त यो हँसिया यहीँ राख्नु ल। कसैलाई लैजाला नि फेरि। कुरा लान्छ। यसरी धानको बिछन बान्नुपर्छ उखालेपछि। खतरा यार। कतिको दुःख छ भन्नु न। कहाँ पठाउने त्यो? हजुर भिडियो गरेर सबैले हेर्छन्। काम गरेछ यस्तो कसरी गर्छ के गर्छ सब देखाइदिनु परेन। गरिब मान्छे घाममा के गरी मर्छ के गरी पैसा कमाउँछ। भोला ल्याइदिनु भोला। खाँदैन अङ्कल चाहिँ भोलालाई गर। खेतीको बारेमा केही भनिदिनु न त। खेतीको बारेमा केही भनिदिनु न। खेती खेतीको बारेमा हो। धान रोप्दैछ उखाल्दैछ। अब के गर्नु हिलो लगाएको छँदैछ। अब के चाहियो होइन त्यस्तो भन्नु खोज्दैन। सुख दुःख कस्तो जानादेखि हिलोमा बस्नुपर्छ। घाममा त गाह्रै छ सबैलाई। 600-700 हुन्छ के हो। नम्बी जग्गा छैन। हेर्नु भाइ यता हेर्नु त्यहाँ ट्र्याक्टर चलाउँदैन। अङ्कलको इन्टरभ्यू लिँदा चाहिँ कस्तो कस्तो लाग्यो आफूलाई चाहिँ। कस्तो इग्नोर हाने जस्तो लाग्यो तर केही छैन ठिकै लाग्यो। खेती भन्दा केटी भन्दै बुढोले। अब म चाहिँ यस्तो गाउँतिर हेर्नु यस्तो धानहरू यस्तो बादल पनि क्या दाम हुन्छ।
A few moments later. हेलो गाइज, अब चाहिँ म फेरि तपाईँहरूलाई देखाउँछु पानी कहाँबाट निस्किन्छ, हामीले पानी कहाँबाट पठाइदिन्छ। यस्तो घाममा पनि पानी परेको छ तर म पानी कहाँबाट पठाइन्छ सबै देखाइदिन्छु। म यस्तो पानी कुलो चाहिँ यहाँबाट कुलो आइरहेछ अनि उहाँसम्म चाहिँ धान रोपिरहेछन्। म चाहिँ यहाँ चाहिँ कुलो कुलो खोज्दै हिँड्नु, यहाँ चाहिँ पानी फुट्यो अरे। म चाहिँ पानीको टाल्न हिँडेको अलिअलि मानवता देखाउनु पऱ्यो भने गाइज। गर्मी छ यस्तो गर्मीभन्दा पनि धेरै घाम छ, त्यसलाई मरिन्छ। अनि यहाँ चाहिँ पानी खुलेछ भने यहाँ चाहिँ पानी पठाउनु आएको, पानी ठुन्न आएको यस्तो खाली खुट्टा आएर काटिन्छ खुट्टा। पानी यस्तरी पटेछ अरूको खोलामा, यता पनि भिजेछ यता पनि भिजेछ, चारैतिर भिजेछ। हेलो गाइज, अनि यो चाहिँ यस्तरी पानी यो बोर्डिङ हो, बोर्डिङबाट चाहिँ पानी पटिन्छ तर हाम्रो चाहिँ पानी यस्तरी निस्किन्छ। यस्तो गर्मी छ आँखा यस्तो पनि जहाँ तातो छ यस्तो चाकै दिन्छ। लाइक सब्सक्राइब गर्न नबिर्स्नु होला है। अझै म यहाँबाट चाहिँ म अब घर जान्छु, घाँस काट्नु जानुपर्छ। यस्तो घाँस छ त्यो पनि मलाई कराउँछ आँखा चाहिन्छ। यस्तो देखाउँछु उता चाहिँ अनि यस्तो पानी चाहिँ हाम्रो चाहिँ पहिला खोलेको जस्तो निस्किन्छ, पानी त्यस्तो सर निस्किन्छ। मरे ल अब यहाँ रगतै पार्ने भयो, पानी भरौँ भनेको उता जा साले। यस्तो पानी के लग्दैन त, मैले त डुबा छैन हौ, त्यहाँ सब परेन। थाहा नै भने कहाँ काट्यो खुट्टा फेरि। यहाँ पनि बाँकी नै छ है। यस्तो धानको बिजनहरू वहाँ रुखसम्मदेखि वहाँसम्म रोप्नुपर्छ। त्यसले अब चाहिँ 2-4 दिनमा चाहिँ फेरि सुरु हुन्छ धान रोप्छ मान्छेहरूले। फेरि असारभरितिर मान्छेहरूले धान रोप्छन्। प्रायः जस्तो मान्छेहरू असारभरि सघाउँछ कि साउन हप्ताभित्रसम्म सघाउँछन् होला सायद। अहिले चाहिँ मेरो ब्याकग्राउन्डको पछाडि चाहिँ खतरा भ्यूहरू आएको छ। पछाडि यस्तो राम्रो आँखा यस्तो बादलहरू, मेरो फोनै खतरा हो, म मान्छे नै खतरा हो, यो दुनियाँ खतरा हो। अब आफ्नो काममा म चाहिँ घाइते भएर चाहिँ अब पुरो चलिदिन्छु। मेरो फरारी नै छैन, यो चाहिँ त्यो अङ्कल धान उखाल्ने अङ्कलको फरारी हो। मेरो फरारी त टाटा बायो। धान चाहिँ यसरी उखालिन्छ, अब पानीभित्र पसेर देखाउनु मिलेन। धान उखालेको त्यसको हुन्छ के अरे उहिले हुन्छ, उहिलेलाई एकछिन पखाल्नुपर्छ। अनि सेफापछि एउटा ठाउँमा राखेँ। मैले बिग्रेँ, मिस्टेक गरिदिएँ यार। यत्रो बाँकी छ, मान्छेहरू सकाइसक्यो, उखाल्ने 2 जना मात्रै छ। 2 hours later. हामीले खाजा पुऱ्याएर चाहिँ मैले चाहिँ अब पानी पुऱ्याउने बाहिर छु। यस्तो हालत छ अहिले, हालत आज पौडी खेल्दा आफैलाई भिडियो बनाउनु चाहिँ पाएन। ओइ बिस्तारै मर भागेको क्या। यस्तो नजारा छ, हजुरहरूले कहिले देख्नु भएन होला गाइज। यसले चाहिँ मलाई मार्छ। मान्छे नै मान्छे आज झन् 4-5 बजेपछि झन् मान्छे नै मान्छे भेट्छ अहिले। मान्छे नै मान्छे अगाडि 2टा बुलेट छ। यता छिरा न, म चाहिँ अब पानी पर्छ, पानी छिटो आइपुग्यो। छिटो टक 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 न
आउँदैछु देखाउनु मलाई पानी परिसक्यो पानी त हाम्रो ठुलो गाउँको या हाम्रो चेली चाहिँ खाँदा खाँदै हुनुहुन्छ ल हामी त्यहाँ आइसक्यो अनि चाहिँ साइकलमा हिँड्दैछ दुध गरेर यस्तो काट्ने छ यहाँ साइकल सिताइ उता नराम हातले खाइदिएछ नि ओइ तँ चाहिँ के भिडियो बनाएर बसेको के भन्छ मोबाइलमा ऊ पस्ला के हो पानी फ्रिजको पानी पो ल्याए यहाँ पनि छ यो तातो पानी हाल मलाई त किन फाल्यो पानी त लैजा कसो छोरा हो अफ गरिस् गाइज हाम्रो चाहिँ कार्यक्रम सक्यो खाजा साजा खाएर चाहिँ अब हामी घर चल्दैछौँ यस्तो झोला झ्याम्टा बोक्नुपर्छ खानाको जोक छ गाइज यो भिडियो पुरा हेरिदिएकोमा सब तपाईँहरूलाई धेरै धेरै धन्यवाद म फेरि अर्को भिडियो फेरि आउँछु यो पार्ट 1 है यो चाहिँ यतापट्टिको बारी अब उतापट्टिको बारी बाँकी छ लाइक सब्सक्राइब गरेर नबिर्सिनु होला गाइज अर्को भिडियो फेरि हाल्छु म दिनको दिन अब हाल्छु भन्नाले हप्तामा 7 दिन हुन्छ भने म 5 दिन हाल्छु 5 दिन 2 दिन हटाउँछु किनकि 2 दिन मलाई 2 दिन रेस्ट हान्नुपर्छ त्यसै लागि 2 दिन टाइम लाग्छ होला भ्लग एडिट गर्दाखेरि लास्टै टाइम लाग्छ त्यसको लागि लाइक सब्सक्राइब हान्नु यस्तो हाम्रो गाउँ चाहिँ यस्तो होइन उता बोडीको लहराहरू काट्दैछन् मान्छेहरूले सबै धान रोप्नलाई अहिले बोडीको डिजाइन पनि छैन नि अनि यसरी यो काँक्रो हो काँक्रो चाहिँ अहिले पानीले गर्दाखेरि चाहिँ सब बिग्रिएको छ ब्ल्याङ ब्लुङ उयोको छ धेरै प्रायः जस्तो अनि बोडीहरू पनि त्यति फल्दैन नि त्यो अब बर्खाको बेलामा त बोडी फल्दैन कि ग्यारेन्टी बोडी हाल्नु पऱ्यो त्यो फल्छ बरु ठिकै फल्छ तर फाइदा हुँदैन मिटर बोडी जस्तो त केही फाइदै हुँदैन भ्लग यति नै आजलाई बाई बाई साथीहरू फेरि अर्को भ्लगमा मिलाउँ बाई बाई